हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म बिहानै उठेर कामसाम गरिसकेँ भन्दाखेरि नि भात सब्जी पकाउनै छ। मेरो छोरी चाहिँ आज बिहानै उठेर आमा घरतिर गएर चाहिँ आम खानुलाई बहुत पल्केकी छ। अन्त मेरो छोरीलाई ल्याउनुलाई नित्या र म जाँदैछौँ। म उहीँ पुगेर तपाईँहरूलाई देखाउँछु नि मेरो छोरी के गर्दैछ। चाहिँ देख्न सक्नुहुन्छ, ऊ मेरो छोरी यहाँ आएर एकदम के गरिरहेछ, बहुत उत्पात गरिरहेछ। बिहानै हिँडिकन यो एकदम गाउँ डुल्नुलाई पल्केकी छ। उता चाहिँ ऊ सरस्वती, उता उहाँ बाउ बसिराख्नु भएको छ, देख्न सक्नुहुन्छ होला। गाइस, मेरो छोरी चाहिँ यहाँ बडी खाँदैन चाहिँ यहाँ आएर बडी खानु बहुत पल्केकी छ। त्यही भएर बिहानै कुदिहाल्छ। गाइस, उहाँ बा हुनुहुन्छ, उता ऊ बाउ, उता आमा। गाइस, यहाँ अब म चिया खान्छु अनि जान्छु गाइस घर। गाइस, म चाहिँ यहाँ नानीहरूलाई लिएर घर जाँदैछु। अहिले यता घर पुग्नु आँटे। गाइस, मैले चाहिँ नानीलाई लिएर भातसात खुवाइसकेँ। भातसात खुवाएर पनि अब म लुगा धुन आँटेको। मेरो हालत चाहिँ देख्न सक्नुहुन्छ गाइस कस्तो भइरहेछ। घाम यस्तो खतरनाक लागिरहेछ नि गाइस, देख्न सक्नुहुन्छ गाइस। मेरो यो झिकाबारी, त्यहाँबाट करेला छ, बाते करेला छ, तिते करेला छ। यता यता देख्न सक्नुहुन्छ गाइसको विन्डो अरू पनि छ, भित्र छ, बोडीहरू छ गाइस। गाइस, अब म रेडी हुन्छु, कहाँ जानुलाई रेडी हुन्छु तपाईँहरूलाई पनि भन्ने छु गाइस। फाइनली गाइस, म चाहिँ रेडी नै भइसकेँ र म हिँड्दै नि छु। यस्तो टिलिक्क परेको घाममा कता हिँडेको भनेर सोच्नु हुँदैछ होला। म चाहिँ रेडी भएर एकदम हावा खानुलाई हिँडेको नि गाइस। त्यो शीतलमा हिँड्नुपर्छ गाइस। मेरो छोरी उहाँ पल्लो घरमा चाहिँ म छोरीलाई लिएर अन्त उतापट्टि जान्छु गाइस। उता पल्लो घर दिदी घर जान्छु हावा खानुलाई। यहाँनिर मेरो छोरी चाहिँ छोरीलाई लिएर जानु पर्यो नि त गाइस। सोच्नु हुँदैछ होला फेरि के अरे लुगा लगाएर हावा खानुलाई गएको भनेर। तर गाइस अलिकति गाउँ छ नि त, त्यही भएर अलिकति चटक्क पटेर हिँड्नु पर्यो नि त गाइस। गाइस, यहाँ देख्न सक्नुहुन्छ, यहाँ मेरो छोरी उता मेरो छोरी चाहिँ खालि यही घरमा आउँछ गाइस। ऊ आमा यहाँ भात खानु हुँदैछ, मेरो छोरी मलाई बोलाउँदैछ। गाइस, म चाहिँ फेरि घर गएर आउनु पर्यो किनकि मेरो छोरी कस्तो लेत्रा पेत्रा भएर बसिरहेको चाहिँ। अहिले चाहिँ मैले मेरो छोरीलाई चिटिक्क पारिदिएको छु। यता हेर बेटु। मेरो छोरीहरू हो। अब चाहिँ हामी जाँदैछौँ। छिटो हिँड है, जानुपर्छ नि छिटो छिटो। कस्तो ठन्डा भयो गाइस। जाने शीतलमा बस्नुलाई। कस्तो शीतल भयो, घाम हरायो गाइस, कस्तो शीतल भयो। उता जानुपर्छ उता बडी घोडा। गाइस, मेरो छोरी हेर्न सक्नुहुन्छ, खालि दोकानतिर जान्छ। म दोकानतिर पस्दैछु गाइस। अहिले चाहिँ म मेरो छोरीलाई बल्ल फकाएर लिएर आएँ। नित्या पनि छ। लु अब हामीहरू जाने हो दिदी घर। दिदी घर गइसकेपछि दिदी घर भन्दा पनि दिदी आउनु हुँदैछ अरे, फोन अहिले गर्नुभएको थियो। दिदी आउनु हुँदैछ अरे, अन्त हामीहरू उता जाने हो। फाइनली गाइस, दिदी पनि आइसक्नु भएको छ। हामीहरू अब जाने हो। दिदी पनि आइसक्नु भयो। दिदी आइपुग्नु भयो। मेरो छोरी लडी दिदी उठाउनु त अब जाने हो। आउनु दिदी, जाऊँ अब।
ए नित्या अनि दीक्षा उता आउँदैछ। फाइनली गाइस हामी चाहिँ आइपुग्यौँ यहाँनिर। मेरो छोरी पनि नानी यहाँनिर हामीहरू बस्ने अब यहाँनिर हावा खाएर बस्ने गाइस। यो लब्बड बगानमा के मजा हुन्छ नि, के मजा हावा आउँछ नि गाइस। ओके बाई बाई।